हेलो नमस्ते साथीहरू। आज चाहिँ म गाडीबाट भ्लग बनाउन गइरहेको छु। भने आज चाहिँ म चाहिँ सलेन्टारदेखि धादिङको सलेन्टारदेखि गोर्खा आरुघाट हुँदै आर्खेतसम्म यात्रामा छु। भने यति बेला म सलेन्टारको बाटोमा छु र यता कतिपय बाटोहरू पिच भइसकेको छ भने कतिपय हुनै बाँकी छ र लगभग शीतल बजारसम्म चाहिँ बाटो पिच भइसकेको छ र सलेन्टारको यो रमणीय फाँटहरू हेर्दै हाम्रो यात्रा चाहिँ जारी नै छ। सानो गाउँ ठुलो गाउँ भन्दै हुँदै सानो गाउँबाट चाहिँ हामी अब आरुघाटतर्फ जान्छौँ र बाटोमा अहिले चैत मासको टाइम छ। यो बेला निकै रमाइलो जङ्गलहरू देख्न सकिन्छ। हामी यति बेला आरुघाटको लागि झर्दैछौँ सानो गाउँदेखिको बाटो, जुन बाटो चाहिँ केही दिन अगाडिसम्म ब्लक थियो भने अहिले चाहिँ पूर्ण रूपमा खुलिसकेको छ। यो बाटो निर्माणको काम चल्दै थियो। गुरुसँग बात गर्दै हामी चाहिँ यो बाटो छरिरहेका छौँ। आरुघाट हामीले देखि नै सकेका छौँ भने आरुघाट हामी लगभग केही टाइममा पुग्न सक्छौँ। भिडियो अथवा बोरिङ नहोस् भनेर मैले केही स्पिड यसको फरवार्ड गरेको छु। अनि ठाउँ ठाउँको ढोलन बाटोहरू पछि बाटो हुँदै हामी चाहिँ आरुघाटतर्फ छर्दैछौँ। पारी देख्न सक्नुहुन्छ तपाईँले फुलपाती टाढा आम्टा जो चाहिँ गोर्खा जिल्लाको हो। अनि म चाहिँ अहिले धादिङ जिल्लामा छु र हाम्रो गोर्खा र धादिङको सिमाना चाहिँ एउटा बुढीगण्डकी नदीले छुट्याउने गर्छ र अहिले म धादिङ जिल्लामा छु। सालघारीको बाटो हुँदै हामी चाहिँ अहिले आरुघाटतर्फ जाँदैछौँ र बाटोमा एउटा बाइक पनि भेट्यो हामीले। हेलो, यो चाहिँ अहिले अब साल पालुवा हाल्ने बेला र हामी आरुघाटतर्फ प्रवेश गर्दैछौँ। आरुघाटतर्फ निकै नै खेलको जमिनहरू पहिला चौतारी चाहिँ बटुवाहरू पहिला हिँड्दाखेरि बस्ने चौतारी हो यो। त्यस्तै धादिङतर्फको आरुघाट बजार प्रवेश भइसकेका छौँ हामी। भिडियोलाई जतिसक्दो मैले छिटो बनाउने कोसिस गर्दैछु, त्यही भएर भिडियो एकदम फास्ट मुभ भइरहेछ र मलाई भने एकदम ढुङ्गा र खुकीले ग्रसित बनायो भनेर अघिल्लो भ्लगहरूमा म बोल्न पनि सकिरहेको थिएन। अनि यो चाहिँ हाम्रो मेन चौक अमात्य मोबाइल जुन धादिङ आरुघाटतर्फको एकदम प्रख्यात छ र हामी अगाडि लाग्यौँ। हामी जुन पुल छ त्यो पुलपट्टि चाहिँ लाग्यो। त्यो बिचमा हामीलाई गाडी रोक्नु भएको थियो र गुरुले उहाँहरूलाई बुझाउनु पनि भयो के कसो कता हो भनेर। र हाम्रो सामान थियो गाडीमा भने त्यो सामान पनि के कसो छ भनेर गुरुले हेर्दै हुनुहुन्छ र केही सल्लाहहरू दिनुभयो। र त्यस पछाडि हामी फेरि अगाडि बाटोतर्फ लाग्यौँ र अब भने हामी पुलतर्फ जाँदैछौँ जुन चाहिँ गोर्खा र धादिङको सिमाना छुट्याउने बुढीगण्डकी नदी पर्छौँ हामी। र गुरुमा चाहिँ बाटोको यात्रामा के कस्तो गफहरू हुन्छ गर्दै गइरहेछौँ। र यो चाहिँ बुढीगण्डकी नदीमाथि बनेको पक्की पुल हो। यो चाहिँ धेरै वर्ष भएको छैन र हामीसँग आरुघाट गाउँपालिकाको वेलकम बोर्डसँगै हामी आरुघाट गाउँपालिकातर्फ आरुघाट बजारतर्फ लाग्यो गोर्खा जिल्लाको। म चाहिँ बाटो पुग्दै गइरहेको छु। मलाई एकदमै गाह्रो भइरहेछ र गाह्रो पुग्ने। यो चाहिँ बगैँचा भन्ने ठाउँ नजिक छौँ हामी। यो चाहिँ आरुघाट बजारको अत्यन्त प्रख्यात
आउँछ भने हामी बगैँचातर्फ लाग्यौँ र यहाँ चाहिँ बस स्ट्यान्ड पनि हो र गुरुले उहाँलाई चिन्नुभएको छ र यसो बोलाउनु भयो र हामी यो बसहरू देख्न सक्छौँ। यो चाहिँ मान्डु र माछीखोलाको लागि लाग्ने गर्छ, जुन चाहिँ गोर्खादेखि आएको छुटेको बसहरू हुन्छ। हामी अगाडितर्फ लाग्यौँ, बगैँचा हुँदै सिमरा मङ्गलटार हुँदै चाहिँ हामी आइराखेको एम्बुलेन्स आरू पोखरीको एम्बुलेन्स रहन्छ। मैले गुरुलाई चाहिँ दिन्थेँ, उहाँले पनि हातमा बोलाउनु र अगाडि जाँदै गर्दा हाम्रो बाटोमा अगाडि बाँस माथिबाट खसेको रहेछ, जुनले बाटो ब्लक गरिरहेको थियो भने मैले चाहिँ त्यो हटाउन मद्दत गरेँ र गुरुले अगाडि गाडी लानुभयो र मैले पछि भाँच्न सकिएन, त्यही भएर यसलाई चाहिँ ढुङ्गाले चेपेर अरू गाडीहरूलाई समस्या नहुने गरेर बाटो खुलाएर हामी चाहिँ अगाडितर्फ लाग्यौँ। र अगाडि डाँडा काँडा देख्नुहुन्छ त्यो चाहिँ मङ्गलटारबाट माथि देखिएका डाँडाहरू हो। गोर्खाको आफ्नै वयाग भन्ने ठाउँहरू र खत्रीस्वारा भन्ने ठाउँहरू चाहिँ त्यो माथिको बाटोमा पर्छ भने यति बेला हामी मङ्गलटारको मन्दिर हुँदै अगाडि सिमरातर्फ लाग्दैछौँ र अगाडि एउटा सौराब गाडी भेट्यौँ, जुन गाडी चाहिँ अहिले गोर्खा र धादिङ जिल्ला विशेष गरी नुवाकोट रसुवातिर यो सौराज मोडल 4U-मा अत्याधिक बढी चल्ने गर्छ र यही गाडीहरू चाहिँ हामीले यताको बाटोमा धेरै देख्न सक्छौँ। गुरुले हामीलाई साइड दिनुभयो, हामी अगाडि बढ्यौँ र त्यस पछाडि हाम्रो यात्रा अझै नै जारी नै छ। यो चाहिँ सिमराको ठाउँहरू हो। चाहन्छु। आशा छ हजुरहरूलाई यो भिडियो मन पऱ्यो होला र हामी फेरि भोलि बेलुकी उत्तरसँगै
धादिङतर्फ लाग्दैछौँ र आजको हाम्रो बासबाट सलेटाको भएर आउनेछ। यो बसहरू धादिङ र काठमाडौँदेखि छुटेको बसहरू जुन चाहिँ आर्यघाटदेखि भोलि जानुको लागि छुट्नेछ। ओके गाइज, एन्जॉय, बाई बाई।